के तपाईहरुले अझै पनि क्यापकटलाई चलाइरहनु भएको छ? आजै नै आफ्नो मोबाइलबाट क्यापकटलाई डिलिट गरिदिनुस् किनभने त्यो भन्दा अझै बेटर एप मैले ल्याएर आइसकेको छु। लेट्स टक अबाउट इट। तपाईहरुले आफ्नो भिडियोजमा भ्यू एकदमै बढी ल्याउनको लागि तपाईले आफ्नो भिडियो क्वालिटीलाई पनि इम्प्रुभ गर्नुपर्ने हुन्छ र त्यसको मामलामा क्यापकट कमजोर हुँदै गएको छ। कारण के त भन्देखि क्यापकटले केही समय यता आफ्ना धेरै म्याक्सिमम फिचरहरुलाई चाहिँ प्रो गरिदिएको छ। तपाईहरुले पर्चेस गर्नुपर्ने हुन्छ, फ्रीमा काम गर्न पाउनुहुन्न। सो तपाईहरुले आफ्नो भिडियोजमा भ्यूज इन्क्रिज गर्न चाहनुहुन्छ भने आफ्नो भिडियो क्वालिटीलाई पनि इम्प्रुभ गर्न एकदमै जरुरी छ र त्यो कसरी गर्ने त्यो पनि बिल्कुलै फ्रीमा आज म तपाईहरुलाई जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला। तपाईहरुले आफ्नो मोबाइल फोनको एप स्टोर अथवा प्ले स्टोरमा गएर विंक भनेर सर्च गर्नुस्। तपाईहरुलाई एउटा फर्स्टमै एप देखाइदिनेछ। त्यो एडिटिङ एपलाई तपाईले आफ्नो मोबाइल फोनमा इन्स्टल गर्नुपर्ने हुन्छ र मैले त्यो विंक एपलाई इन्स्टल गरिसकेको छु र मैले म्याक्सिमम मेरा भिडियोहरु चाहिँ यसैबाट एडिट गर्ने गरेको छु र मैले यहाँनेर केही प्रोजेक्ट पनि देखाएँ जसबाट मैले एकदमै राम्रो क्वालिटीका हाई क्वालिटीका भिडियोहरु चाहिँ जेनेरेट गरिसकेको छु यो एपको माध्यमबाट। र सबैभन्दा पहिले तपाईहरुले यहाँदेखि न्यूमा गएर भिडियो इम्पोर्ट गर्नुपर्ने हुन्छ जुन भिडियो तपाईहरुले एडिट गर्न चाहनुहुन्छ। यसरी है त तपाईहरुले जसरी क्यापकटमा गर्नुहुन्थ्यो क्यापकटमा भएका अल फिचरहरु यसमा छन्। तपाईहरुले यसमा मल्टिपल इफेक्ट तथा फिल्टरहरु बिल्कुलै फ्रीमा युज गर्न पाउनुहुनेछ जुन चाहिँ क्यापकटले धेरै जसो प्रो बनाइसकेको छ। र यति मात्रै नभएर विभिन्न किसिमका ट्रान्जेक्सन होस् अथवा तपाईहरुले भोइस इन्हान्सको अप्सन पनि भेट्न सक्नुहुनेछ यसमा। र यति मात्रै नभएर इमेज स्टेबलाइजेसन र इमेज क्वालिटीको अप्सन पनि भेट्न सक्नुहुनेछ जसबाट तपाईहरुले आफ्नो भिडियोलाई एचडी क्वालिटीमा कन्भर्ट गर्न सक्नुहुनेछ। र यति मात्रै नभएर जुन कुराहरु क्यापकटले प्रोभाइड गरेको छैन त्यो फिचरहरु यसमा एड गरिदिएको छ। तपाईहरुले यहाँदेखि एउटा रिटचको अप्सन भेट्न सक्नुहुनेछ। त्यो रिटचको अप्सनबाट तपाईहरुले आफ्नो फेस त्यसै गरेर आँखा नाक मुख सम्पूर्ण कुराहरुको एकदमै सटिक तरिकाले चेन्ज गर्न सक्नुहुनेछ। भनौं न तपाईले आफ्नो फेसलाई नै कस्टमाइज गर्न सक्नुहुनेछ आफूले चाहे अनुसारको। र यति मात्रै नभएर तपाईहरुले तपाईको फेस स्मुथ बनाउन जरुरी छ। तपाईको फेसलाई चिल्लो बनाउन चाहनुहुन्छ भने तपाईहरुले यहाँदेखि स्मुथको अप्सन भेट्न सक्नुहुनेछ। तपाईहरुले स्मुथको अप्सनलाई युज गरेर तपाईले आफ्नो फेसलाई एकदमै राम्रो चिल्लो टाइपको बनाउन सक्नुहुनेछ। र यति मात्रै नभएर यसमा धेरै फिचरहरु दिएका छन् जुन चाहिँ मैले यहाँनेर भनि सक्दिन। तपाईहरुले आफै युज गर्दै प्रयोग गरिसकेपछि तपाईको एक्सपिरियन्स बढ्नेछ र तपाईहरुले यी सम्पूर्ण फिचरहरुलाई युज गर्न जान्नुहुनेछ। र यति मात्रै नभएर तपाईहरुले आफ्नो भिडियोलाई अल्ट्रा एचडी सम्म क्रिएट गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईहरुले आफ्नो भिडियोको टाइमलाइनमा टच गर्नुस् र अब तपाईहरुले यहाँनेर फर्स्टमै इमेज क्वालिटीको अप्सन भेट्न सक्नुहुनेछ र यो इमेज क्वालिटीमा गएर तपाईहरुले अल्ट्रा एचडी सम्म एकदमै बिल्कुलै फ्रीमा प्रयोग गर्न सक्नुहुनेछ जसबाट तपाईहरुले आफ्नो भिडियोलाई एकदमै शार्पनेस र एचडी बनाउन सक्नुहुनेछ। र यति मात्रै नभएर मैले धेरै कुराहरु भनिसके यहाँबाट तपाईहरुले विभिन्न मल्टिपल एनिमेसनहरु लाउन सक्नुहुनेछ फ्रीमा। त्यसै गरेर तपाईहरुले यहाँदेखि इमेज स्टेबलाइजको अप्सन पनि भेट्न सक्नुहुनेछ जुन क्यापकटले प्रो बनाइसकेको छ। यसमा अझै पनि फ्रीमा छ। तपाईहरुले यसको फाइदा उठाउन सक्नुहुनेछ। र यति मात्रै नभएर क्यापकटमा प्रो भइसकेको नोइज रिड्युसन अप्सन पनि तपाईहरुले फ्रीमा युज गर्न सक्नुहुनेछ जसबाट तपाईहरुले आफ्नो ब्याकग्राउन्डमा भएको नोइजलाई कम गर्न सक्नुहुनेछ। र मैले यहाँनेर भनि साध्यै छैन कि तपाईहरुले यति धेरै मल्टिपल फिचरहरु फ्रीमा पाउनुहुनेछ। एकदमै अमेजिङ एप रहेको छ। यसमा भएका 95% कुराहरु चाहिँ एकदमै बिल्कुलै फ्री छन्। यी फ्री टुललाई युज गरेर तपाईहरुले एउटा हाई रेजोल्युसन भिडियो क्रिएट गर्न सक्नुहुनेछ। यदि तपाईहरुले क्यापकट चलाउनुहुन्थ्यो भनेदेखि यो एपलाई पनि इजिली चलाउन सक्नुहुनेछ एनी कुनै प्रब्लम। तर यदि तपाईहरुले क्यापकट नै कहिले युज गर्नु भएको थिएन भने त यो एपमा काम गर्न सिक्नको लागि एकदमै गाह्रो पर्न सक्छ। तर यदि तपाईहरुले एडिटिङका केही बेसिक कुराहरु चाहिँ जान्नु भएको छ भनेपछि तपाईहरुले 2-4 दिन प्र्याक्टिस गर्नुस् इजिली यो एपमा परफेक्ट हुनुहुनेछ र तपाईहरुले एकदमै राम्रो भिडियो बनाउन सक्नुहुनेछ एडिट गर्न सक्नुहुनेछ। र मैले जति पनि यी फ्री टुलको कुरा गरे यिनी अहिलेसम्मलाई फ्री छन्। डिपेन्ड गर्छ कि तपाईले कुन टाइममा मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भनेर। तपाईले हेर्ने टाइममा यो प्रो पनि भइसकेको हुन सक्छ। जसरी क्यापकटमा सम्पूर्ण कुराहरु पहिला फ्रीमा दियो र बिस्तारै सबै कुराहरुलाई प्रो बनाइदियो त्यसै गरेर यो एपले पनि पछि गएर सम्पूर्ण फिचरहरुलाई प्रो बनाउन नसक्ला भन्न सकिदैन। त्यसो भएको हुनाले तपाईहरुले यो प्रो नहुँदै यसमा दिएका टुलहरुलाई युज गरेर आफ्नो भिडियो एकदमै राम्रो बनाउन सक्नुहुनेछ र यसबाट एकदमै राम्रो फाइदा लिन सक्नुहुनेछ। र यति मात्रै नभएर तपाईहरुले यो भिडियोलाई 4K सम्म एक्सपोर्ट गर्न सक्नुहुनेछ जुन चाहिँ क्यापकटले 720p मद्दत दिइरहेको छ भने यसमा 4K सम्मको अप्सन छ। र यति मात्रै नभएर धेरै एपहरु छन् कि जसबाट हामीले एकदमै राम्रो भिडियो जेनेरेट गर्न सक्छौं। तर ती एप भन्दा मलाई यो एप चाहिँ एकदमै कमालको लाग्यो किनभने तपाईहरुले आफ्नो फेसलाई कस्टमाइज गर्न सक्नुहुनेछ। फ्रीमा धेरै कुराहरु दिएको छ
जुन तपाईहरुले डेली लाइफमा युज गरेर एकदमै राम्रो भिडियो जेनेरेट गर्न सक्नुहुनेछ। र अनि अर्को कुरा, यो एपलाई मैले प्रमोसन गरेको होइन, प्रमोट गरेको होइन, खाली जानकारी मात्र दिएको हो कि यो एपबाट यतिसम्मको राम्रो काम गर्न सकिन्छ है भनेर। यदि तपाईहरुले गर्न सक्नुहुन्छ गर्नुस्, अथवा गर्न सक्नुहुन्न नगर्नुस्, त्यो तपाईको चोइसको कुरा हो। तर तपाईहरुले यो एपबाट पक्कै पनि एकदमै डबल फाइदा लिन सक्नुहुनेछ। यसबाट तपाईहरुले कुनै पनि घाटा लिन सक्नुहुन्न। आई होप तपाईहरुले यो इन्फर्मेटिभ भिडियो हेरेर एकदमै राम्रो एडिटिङ एप पाइसक्नु भएको छ जुन चाहिँ क्यापकटलाई बिट गर्न सक्छ। तपाईहरुले यसबाट फ्युचरमा एकदमै राम्रो लाभ लिन सक्नुहुनेछ। भिडियो तपाईहरुलाई कस्तो लाग्यो, भिडियो सम्बन्धी केही जिज्ञासा छ भने कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुस्। र भिडियो तपाईहरुलाई मन पर्यो, तपाईहरुको लागि इन्फर्मेटिभ रह्यो भने प्लिज भिडियोलाई लाइक एन्ड च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।